मेरी श्रीमती केही समयदेखि मबाट छुट्टिएर बसेकी छिन् र केही समय अघि उनले मबाट आफूले प्राप्त गर्नुपर्ने अंशभाग पनि लिइसकेको अवस्था छ। यो अवस्थामा कि सँगै बसौं कि सम्बन्ध विच्छेद देऊ भनेर मैले पटक पटक उनलाई अनुरोध गर्दा उनले सँगै पनि नबस्ने र सम्बन्ध विच्छेद पनि नदिने भनी प्रतिक्रिया जनाउने गर्छिन्। के यस्तो अवस्थामा निज श्रीमतीसँग सम्बन्ध विच्छेद नगरिकन मैले अर्को दोस्रो विवाह गर्न मिल्छ? यसरी मैले दोस्रो विवाह गर्दाखेरि मलाई बहुविवाहको मुद्दा लाग्छ कि लाग्दैन? यो सम्बन्धमा जानकारी गराइदिनुहोस् न भनेर हामीलाई एकजना साथीले जिज्ञासा राख्नु भएको छ। हामी आज यही विषयमा यहाँहरूलाई जानकारी प्रस्तुत गर्छौं। मुलुकी देवानी संहिता 2074 को दफा 83 ले पुनः विवाह गर्न सक्नेसँग सम्बन्धित रहेर कानूनी व्यवस्था गरेको छ, जहाँ भनिएको छ पुनः विवाह गर्न सक्ने। यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछन्। यसको कमा भनिएको छ दफा 82 बमोजिम पति पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भएमा, त्यसैगरी दोस्रो नम्बरमा भनिएको छ पति वा पत्नीको मृत्यु भएमा र तेस्रो नम्बरमा भनिएको छ पति वा पत्नीले कानून बमोजिम अंश बन्डा गरी भिन्न भएको अवस्थामा समेत पुनः विवाह गर्न सकिन्छ। यसरी मुलुकी देवानी संहिता 2074 को दफा 83 को ग अनुसार यदि तपाईको श्रीमतीले कानून बमोजिम तपाईबाट अंश बन्डा लिएर छुट्टी भिन्न भएको अवस्था छ भने यहाँले पुनः विवाह गर्न सक्ने गरी कानूनले प्रष्ट व्यवस्था गरेको अवस्था छ। यसमा यहाँले बहुविवाहको सम्बन्धमा पनि जिज्ञासा राख्नु भएकोले मुलुकी अपराध संहिता 2074 को दफा 175 ले यस सम्बन्धी व्यवस्था गरेको छ, जहाँ भनिएको छ बहुविवाह गर्न नहुने। विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन र कुनै पुरुष विवाहित हो भनी जानी जानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु पनि हुँदैन। यसैको उपदफा 3 मा भनिएको छ उपदफा 1 र 2 मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नीले कानून बमोजिम अंश बन्डा गरी भिन्न भएका पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछन्। यसरी मुलुकी देवानी संहिता 2074 को दफा 83 को व्यवस्था र मुलुकी अपराध संहिता 2074 को दफा 175 को 3 अनुसार यदि तपाईबाट तपाईको श्रीमतीले अंश बन्डा लिएर छुट्टी भिन्न भएको र त्यो कानून बमोजिम मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास गरेर भएको यदि अवस्था छ भनेदेखि त्यस्तो अवस्थामा तपाईले अर्को विवाह गर्नका लागि कानूनले मार्ग प्रशस्त गरेको अवस्था छ। यहाँलाई बहुविवाहको मुद्दा समेत लाग्दैन।